ल आज हाम्रो छोरीको फर्स्ट होलिडे यहाँ लाखा घुन्टामा चराहरू कराइरहेको छ। हल्का पार्क गरेर यसो मजाले मिठो हावा आइरहेको छ। पहिलाको हप्ता एकदम गर्मी थियो, आज चाहिँ नि शीतल आइरहेको छ। सुदीक्षा यहाँ मसँग छ, म छारीमा लुकिरहेछ त। छोरी तिम्रो फर्स्ट होलिडे ह्यारी पटरको घर हेर्नु जाने होइन? अस्ति हिँडेको छ के हो नि। कस्तो लागेको छ म यहाँ ह्यारी पटरको घर स्ट्रेट देख्न सक्नुहुन्छ। एकदम फेमस यो ठाउँ। फुलेको छ यहाँ, फुल लिने गमलाबाट, अनि त्यसपछि त्यहाँ भित्र राख्ने अनेस्टी इज द बेस्ट पोलिसी भन्छ नि होइन। त्यहाँभित्रको त्यो मूर्ति पो लैजानु मलाई जुस उता देख्नुभयो नि त्यहाँ। कस्तो लागेको छ त हजुरलाई म बोलाई शेष पऱ्यो कि क्या? सेकेन्ड टाइममा भएको। अब यो चाहिँ यो ठाउँमा कसरी आइन्छ होला बुवा भन्दैछ त ल। भर्खर सुरु भयो, 2 डेट भइसक्यो। धेरै अनि अरू ठाउँ पनि छ नि घुम्नुको लागि। म यहाँ ह्यारी पटरको हगवर्ट्समा जाने होला नि। ल हल्का फोटो सेसन भयो यहाँ। बुवा पोज हानिरहेको छ, सुदीक्षाले फेरि बच्चा भुलाइरहेको छ। यहाँ त्यो चर्च पछाडिको चाहिँ दामी देखेको थियो। चर्च ठुलो थियो। जाने हो त्यहाँसम्म, त्यहाँ गएर फोटो खिच्ने हो। त्यहाँ यहाँ हल्का गर्मीबाट के अरे टाढा हुनुको लागि हामी यहाँ लाखा घुन्टामा आइरहेको छ। यहाँ खोला 2टा भागमा बाँधिरहेको छ। म गएर अनि पानी छुने रे, सुदीक्षा गएर पानी छुन्छ होला सायद। मलाई जुत्ता लगाएको छ, त्यो अहिलेको चाहिँ जुत्ता के प्रब्लम हुन्छ। यहाँ अलिकति ओह्रालो भएको कारणले छोरीलाई चाहिँ साइडमा राख्नु ल। यो ठाउँ कतिको रेकमेन्ड गर्छ सुदीक्षा? 0 रेकमेन्ड गर्छ अरे। त्यहाँ उस गरौँ न, लाग न ल सुदीक्षा। ल एकचोटि तल जाऊ न एकचोटि, कतिको चिसो छ। नेपालको नारी अब यहाँ आएर खोलामा के गर्ने विचार हो क्या? पानी कस्तो छ यहाँ? How are you, my darling? You okay? Sorry. बस आउटिङ विथ सेरेना। शरीर मजाले सुतिरहेको छ। कस्तो लागेको छ यहाँ? यहाँ ह्यारी पटरको गाउँ आएको। ह्यारी पटरको घर पनि 3 नजिकै छ। ह्यारी पटर भन्ने ठाउँ हो कि। अनि यो ह्यारी पटर जाने चर्च रे चाहिँ हेरौँ नि त। बेकरी बन्द भएछ, अब त्यहाँ गएर कफीमा खानु पर्ला है एकछिन। ल यहाँ हल्का सबको हजुरआमाले लिएर आफ्नो छोरीहरूलाई पालो देखा। हाम्रो त आफै हेर्दैमा मस्तै। म यहाँ चाहिँ चट्ट लाएर लास्ट मिनटमा देखेँ यो टेबल होइन, नत्र यहाँ चट्ट लाएर नदेखेको ठाउँमा खोलाको छेउमा रिभर साइड लाखा घुन्टामा